पहिला जस्तै आज हामी पुनः YouTube सम्बन्धी जानकारीको साथमा क्रिएटर गफको दोस्रो एपिसोडमा हजुरहरूलाई स्वागत छ। गुगल एआईबाट फ्रीमा भिडियो बनाउन सकिन्छ भने Veo 3बाट भिडियो बनाउँदा अहिले फ्रीमै बने पनि पछि पैसा तिर्नुपर्ने हुन्छ। अहिले तपाईहरूले हेरिराख्नु भएको भिडियोहरू उदाहरणको लागि प्रस्तुत गरेको छौं। यदि तपाईलाई पनि बनाउने चाहना छ भने कमेन्ट गर्नुहोला। यो रुखमा के फलेको हो यस्तो है? Why are there crabs on this tree? केही समय यता सामाजिक सञ्जालमा रौले ढपक्क ढाकिएको ठूलो शरीर भएको हिमाली मिथिकीय जनावर यति बारम्बार देखिन थालेको छ। तर यो यति फरक छ। नेपालीमा बोल्ने यो यति व्यङ्ग गर्ने, ब्लग गर्ने, समाजका समस्याहरू औल्याउने, राजनीतिक टिप्पणी गर्ने रूपमा देखिरहेको छ। तर सञ्जालमा सनसनी मच्याउने यो यति वास्तविक होइन। यो एआई टुल प्रयोग गरी तयार पारिएको मानव निर्मित भिडियो कन्टेन्ट हो, जुन गुगलले हालै सार्वजनिक गरेको भिडियो जेनेरेसन टुल Veo 3 मार्फत बनाइएको हो। यो टुल गुगलले गत 20 मे 2025 मा सार्वजनिक गरेको थियो। हुन त अहिले बजारमा भिडियो तयार पार्न सक्ने टुलहरू प्रशस्त छन्, तर यस टुलको खास विशेषता भिडियोमा सुहाउँदो आवाज तयार पार्नु हो। यो टुल एआई माथि अनुसन्धान गर्ने गुगलको डीप माइन्ड डिपार्टमेन्टले विकास गरेको हो। Veo 3 मा प्रयोगकर्ताले दिने प्रम्प्ट अर्थात् लिखित निर्देशनका आधारमा केही बेरमा नै भिडियो बन्छ। विशेष गरी सिनेमाटिक, शैक्षिक, रचनात्मक भिडियोहरू बनाउन यो टुल उपयोगी छ, तर यसको प्रयोग गलत प्रयोग भइरहेको छ। यद्यपि यति मात्र नभएर असभ्य र अनुचित संवाद समेटिएका भिडियोहरू बनाउन यस एआई टुलको गलत प्रयोग बढ्दैछ। अनि त्यस्तै भिडियोमा भ्युज लाखौंमा जाने गर्दछ भने शेयर पनि उस्तै मात्रामा हुने गर्दछ। अत्यन्त छोटो समयमा भाइरल हुन सक्ने त्यस्ता सामग्रीहरूले राम्रो गरिरहेकालाई दुरुत्साहित गर्ने र अर्कोतिर आम मान्छेमा व्यापक भ्रम फैलाउने गर्छ। त्यस्ता विशेष गरी बालबालिका, किशोर किशोरी, अशिक्षित, निरक्षर, प्रौढ जस्ता वर्गमा यसले दीर्घकालीन असर पार्छ। किनकि त्यस्तो प्रकारका कन्टेन्टमा बनाउने व्यक्तिको परिचय गोप्य हुन्छ अनि उसले भन्न खोजेको कुरा सजिलै भन्न सक्छ। तर यो प्रवृत्ति गलत हो, तसर्थ हामीले प्राविधिकको उपयोग गर्दा अथवा कुनै पनि सामग्री बनाउँदा उपयोगी र दीर्घकालीन सोच राखेर बनाउनु पर्दछ, जसको उपयोग गरेर सबैले लाभ लिन सकुन्। कुनै पनि भिडियो बनाउँदा हामीले सधैँ भिडियोको सुरुवातदेखि अन्तसम्म हेर्नै पर्ने वा हेर्न मन लाग्ने खालको कुनै विषयवस्तुमा आधारित अथवा मनोरञ्जनात्मक भिडियो बनाउनु पर्दछ, जुन आउँदो भावी पुस्तालाई पनि प्रेरणाको स्रोत बनोस्। आजको भिडियो कस्तो लाग्यो? राम्रो नराम्रो जस्तो छ त्यस्तै प्रतिक्रिया लेख्नुहोला र हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हौसला प्रदान गर्नुहोला। अन्तमा जाँदा जाँदै क्रिएटर गफको अर्को एपिसोडमा YouTube सम्बन्धी नयाँ जानकारी लिएर उपस्थित हुने नै छौं र यहाँसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद।